नुक्सको एनिके 100 मोडलको पोर्टेबल साइज किबोर्ड 61 किजमा हामीसँग अपडेट छ भने यसको आज हामी अनबक्सिङ र रिभ्यू भिडियो हेर्नेछौँ। सो हेर्न सक्नुहुन्छ प्याकिङ यस्तो दामी छ, सानो चुटुक्क मजाको हैन। फर्स्टमा यसलाई खोलिहाल्नु। किबोर्ड चाहिँ यो हो, सानो चुटुक्क छ पोर्टेबल साइजमा। यसमा चाहिँ हजुरले यो एडाप्टर पाउनुहुन्छ है। सो किबोर्ड हेर्नुभन्दा अगाडि हजुरहरूले यो हेर्नु होला, यो चाहिँ हाम्रो नोटिस स्ट्यान्ड र युजर मेनुहरू मजाको टाइप। किबोर्डसँग आउने भने बक्सा चाहिँ यही हो। यो बक्सामा चाहिँ हजुरहरूले यो एडाप्टर पाउनुहुन्छ र यो चाहिँ एनबिटी भनेर 1 भनेर यो ब्लुटुथ कनेक्ट गर्ने युएसबी केबल टाइपको यो ब्लुटुथ सिस्टमको लागि हो। यही हो नुक्सको एनिके 100 मोडल। हेर्न सक्नुहुन्छ एकदमै सानो लाइट वेट बडी छ भने, सानो इजी टु क्यारी छ, एकदमै पोर्टेबल साइजमा छ भने, किजै ठुलो छ बडीको कम्पेयर गऱ्यो भने, बडी एकदमै सानो, किज चाहिँ एकदम ठुलो छ भने। अब यसमा हामीलाई यहाँनिर 61 किज दिएको छ, जुन चाहिँ अलिकति हल्का ग्लोसी भन्दा पनि म्याट, अलिक स्मुथ भन्दा पनि म्याट फिनिसिङमा छ। किजहरू चाहिँ कस्तो त्यो सफ्ट अर्कै टाइपको फिल आउँछ क्या यो समात्दाखेरि। अनि यसैसँग हाम्रो पिचमा देखेको डिजिटल डिस्प्ले देखाएको छ, जुन 2.5 इन्चको डिजिटल डिस्प्ले हो भने यो हाम्रो मेन स्विच। यसबाट चाहिँ हजुरले सबै कन्ट्रोल गर्ने अप्सन दिएको छ। पावर बटन यहीँ भइहाल्यो। बडी एकदमै सानो चुटुक्क भए तापनि स्पिकरहरू चाहिँ यसमा हाम्रो दुईवटा लेफ्टपट्टि दुईवटा राइटपट्टि छ, जुन बेस र ट्रेबलको लागि स्पिकर हो भने। यतापट्टि पावर बटन दिएको छ, भोल्युम बटनहरू, र यहाँ 3टा यो लाइन, डेमो र रिदमको लागि कन्ट्रोल हुने 3टा स्विच दिएको छ। यो चाहिँ पावर गरिसकेपछि चाहिँ नुक्सको यो वेलकम भन्ने साइन देखाउँछ। अनि अगाडि फर्स्टमा हाम्रो ग्रान्ड पियानो भनेर देखाइन्छ। अब यो भोल्युमहरू कन्ट्रोल गर्ने यहाँनिर, माथिपट्टि हाम्रो भोल्युमहरू, किजहरू र ब्याट्रीको लागि पर्सेन्टेज देखाएको छ। यो चाहिँ हाम्रो लिथियम ब्याट्री हो, जुन यसमा युज भएको छ, जसले चाहिँ हजुरले 3 घन्टा यो एडाप्टर राखेर चलाउनुहुन्छ भने 3 घन्टासम्म मजाले यसमा ब्याट्री ब्याकअप मजाले दिन्छ भने। अब तलपट्टि हाम्रो ग्रान्ड पियानोको सिस्टम दिएकै छ, त्यसमा हाम्रो स्ट्यान्डर्ड पियानो भइहाल्यो। अर्को चाहिँ हाम्रो यो स्ट्यान्डर्ड पियानो यो चाहिँ हाम्रो रोटेटिङ डिस्क, जसबाट चाहिँ हजुरले इजिली आफ्नो यो सेटिङहरू कन्ट्रोल गर्न सक्नुहुन्छ, सिफ्ट गर्न सक्नुहुन्छ। यसमा चाहिँ हाम्रो कतिवटा छ भन्दाखेरि 449 मतलब 500 भन्दा 500 हाराहारी टोनहरू छ। हजुरहरूले देखिहाल्नुभयो, यो 500 भन्दा 500 टोन छ भने यसैलाई कन्ट्रोल गर्ने यो सिफ्ट भइहाल्यो। र अर्को हाम्रो यो होम बटनको लागि होम बटन थिच्ने भइहाल्यो। सेटिङहरूमा जानुपर्दाखेरि हाम्रो यो टच रेस्पोन्सको होममा गएर पहिला हामीले यसलाई यसमा राखौँ, स्ट्यान्डर्ड साइज स्ट्यान्डर्ड टोनमा। अब यसमा हाम्रो सेटिङमा गइज यो हाम्रो टच रेस्पोन्सको लागि भयो, इन्ट्री गरौँ। नर्मल यो भयो, यो हार्ड 1 र अर्को चाहिँ हार्ड 2 भनेर छ, जसमा चाहिँ हजुरले एकदम धेरै पावर थिच्नुपर्छ भने हार्ड 1 चाहिँ सफ्ट, नर्मल, लाइट र लाइट 2 भनेर, जहाँ चाहिँ हल्का थिचे पनि हुनेहाले। यो टच रेस्पोन्सको यति सिस्टम दिएको छ भने अब यसलाई चाहिँ हामीले नर्मलमा राख्यो भने एकदम राम्रो। त्यसपछि गएर अर्कोपट्टि हाम्रो छ यो नर्मल भयो। साइडमा जाउँ, साइडमा चाहिँ हाम्रो यो रिभर्ब सिस्टम छ, यसमा पनि हामी इन्टर गरौँ। यो चाहिँ हाम्रो अफमा छ, यसलाई चाहिँ हामीले अन गरौँ रुम रिभर्बमा। यो चाहिँ हाम्रो हल रिभर्बमा जाइसकेपछि अब यो हाम्रो रिभर्ब अफमा छ। अब हामीले यसलाई नर्मल रुम रिभर्बमा राखौँ। अर्को हाम्रो यो हल रिभर्बमा राख्यौँ हामीले।
सुन्न सक्नुहुन्छ यो रिभर्ब। अब यसलाई हामीले ब्याक गरौँ, अफै राखौँ अहिलेलाई। त्यसपछि फेरि ब्याक गरेर हाम्रो यसमा चाहिँ ब्लुटुथ सेटिङमा छ। अब यसलाई हजुरले यतै बटनबाट मिलाउन पनि मिल्यो या फेरि यो हाम्रो स्विचबाट मिलाउन पनि मिल्यो है चेन्ज गर्नलाई। ब्लुटुथमा गइसकेपछि चाहिँ हाम्रो यो यतापट्टि यो टाइप यसले गर्दाखेरि चाहिँ हजुरले मजाले यो डिभाइस यहाँ कनेक्ट गरेर ब्लुटुथ कनेक्ट गरेर मोबाइलबाट गीतहरू प्लेब्याकहरू बजाउन मिल्छ है। अनि अर्को चाहिँ हाम्रो यससँगै आउँछ हाम्रो अक्टेभ। अक्टेभमा चाहिँ कस्तो छ भन्दाखेरि पहिला हामी अक्टेभमा इन्टर गर्छौँ। यसमा हाम्रो देख्न सक्नुहुन्छ अक्टेभ 0मा छ। यो स्ट्यान्डर्ड हामीले बजायौँ है। अब यसमा हाम्रो अपट्याक माइनसमा गयो, यो सी माइनसमा भयो मतलब लोवर अपट्याकमा गयो। अब यसलाई सरी इन्टरमा गएर यसलाई हामीले अब लोमा गऱ्यौँ। यो हाईमा 0 1 अपट्याक प्लस 1 अपट्याक। यो चाहिँ हाई नोटमा एउटै की बजाउँदाखेरि हजुरले यो हाई नोटमा पनि बजाउन मिल्यो, नर्मलमा पनि बजाउन मिल्यो र लोमा पनि बजाउन मिल्यो एउटै अपट्याकबाट। फिचर फङ्सनहरू एकदमै राम्रो दिएको छ। अब यसलाई हामी ब्याक गऱ्यौँ र त्यसै गरी अर्को छ हाम्रो यो चाहिँ ट्युनर। यसमा चाहिँ हाम्रो स्ट्यान्डर्ड 44 हर्जमा प्ले हुन्छ भने अब तपाईँले होइन अब लोमा जाउँ न भन्दाखेरि अब यसलाई चाहिँ हामीले तल पनि मिलाउनु मिल्यो। 436 32 यो लोवर हर्जमा नि बजाउनु मिल्यो तर स्ट्यान्डर्ड चाहिँ 440 नै हो। गीत अनुसार हजुरले 440 मै राख्दाखेरि राम्रो हो। अब यसमा हामी ब्याक गऱ्यौँ र त्यसै गरी अर्कोमा हामी गयौँ हाम्रो डुअल भोइसमा भनेर। डुअल भोइसमा गइसकेपछि चाहिँ हामी इन्ट्री गर्छौँ यो हाम्रो स्ट्रिङ इन्स्ट्रुमेन्ट भनेर। नर्मल एउटा यो भयो। अब यो अन छ। यसमा चाहिँ अब कति किज भनेर छ, भोल्युम हाई र लो। यो चाहिँ डुअल भोइस लो र हाई है। ब्याकमा जाउँ, यसलाई अफ गरौँ र यसको अब भोइसको लागि यिनीहरू नै हो भने अर्को चाहिँ यतापट्टि हाम्रो यो कीहरू स्प्लिट गर्ने र प्रिसेट भनेर छ जसमा चाहिँ हामी गइसकेपछि युजर 1 र युजर 2 भनेर यसमा हामीले प्रिसेटहरू बनाउन सक्छौँ गिटारहरूमा जस्तै होइन। प्रिसेटहरू बनाएर राख्न सक्छौँ। यसमा हामी ब्याक गयौँ, यतापट्टि हाम्रो मेट्रोनोम दिएको छ। बिट अनुसार अब यो कति बिट चाहिने त्यो अनुसार हजुरले प्ले गर्न सक्नुहुन्छ। प्ले गर्नलाई यतापट्टि प्ले गर्नु पऱ्यो, यो अफ गर्नु पऱ्यो भने नि प्ले अफ गर्ने अप्सन त्यही भइहाल्यो। इन्ट्रो र त्यसपछि हाम्रो अब यसमा बिट अनुसार हजुरले कन्ट्रोल पनि गर्न सक्नुहुन्छ। यो कति बिटमा गर्ने माइनस प्लस भनेर 1 to 9 सम्म छ। टिक टिक गर्ने यो भोइस 7 8 9 10 यो भोइस भइहाल्यो। अर्को चाहिँ यो बिट टक 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 टक। अनि यो चाहिँ इलेक्ट्रिक, यो चाडा भोइसको अप्सन दिएको रहेछ होइन। हाम्रो यो पिच ब्यान्ड दिएको छ जसमा चाहिँ नाइस। रिदममा जाउँ, रिदममा गइसकेपछि हाम्रो यसलाई प्ले गरौँ। यसमा चाहिँ अब यो टन्नै रिदमहरू दिएको छ। इन्डिङमा यो चाहिँ हाम्रो इन्डिङमा सेटिङ है। यो इन्डिङ र उ गरिसकेपछि अब जस्तै हामी अर्को रकमा जाउँ, यसलाई स्टार्ट गरौँ। यो चाहिँ यो टक्कै स्टार्ट र अन गर्दाखेरि र अफ गर्दाखेरि यो अब यो इन्ट्रोमा जाउँ हामी। यो स्टार्टिङ फेज भयो, स्टार्टिङ। अब यो चाहिँ इन्डिङ फेज हेर्ने यस्तो सिस्टमहरू दिएको छ। सो यतिको फिचर फङ्सन भएको किबोर्ड नेपालमा मात्र 30,000 भन्दा मुनि बजेटमा हजुरहरूले पाउनुहुन्छ भने
त्योभन्दा खुसीको कुरा त के र होइन। सो अझै पनि लिन चाहनुहुन्छ भने हाम्रो स्टोर म्युजिक ग्यालरी भिजिट गर्नुहोस्। यो चाहिँ नर्मल बिगनरदेखि लिएर अब सेमी प्रोफेसनल या फिर प्रोफेसनलहरूलाई नै एक्स्ट्रा यसो इजी टु क्यारी किबोर्ड खोज्दै हुनुहुन्छ भने यो बेटर पर्फेक्ट अप्सन रहन्छ 61 किजमा नुक्सको एनिके 100 मोडल र योभन्दा नि अझ फिचर फङ्सन राम्रो भएको हामीसँग एनिके 110 मोडल पनि छ, त्यसको पनि म बिस्तारै भिडियो हालौँला। अहिलेलाई चाहिँ अब म किबोर्डको खासै प्रोफेसनल प्लेयर त होइन, हजुरलाई मैले यसको विषयमा यसो देखाइदिएको मात्र हो होइन। सो यही नै हो। अब हामीले अरू कुरा गर्नुपर्दा यसमा हजुरले अक्स इन पनि पाउनुहुन्छ, पावर बटन पाउनुहुन्छ, त्यसै गरी हेडफोनको लागि एउटा स्विच छुट्टै पाउनुहुन्छ भने अडियो इनपुट र अडियो आउटपुट भनेर जस्तै हजुरले गीताकै 9mm ज्याक इनपुट र आउटपुट दुइटै पाउनुहुन्छ है त। सो एकदम फिचर फङ्सन भएको एकदम लोडेड पिस रहन्छ यो।